यदि हाम्रो कसैले हाम्रो गालामा छड्काउँछ भने एक चट्कन चड्काउँछ भने अर्को गालामा पनि थापिदिउँ। त्यसकारण कसैले 1 किलोमिटर टाढो हिँड्नु लगाउँछ भने उसलाई 2 किलोमिटर हिँडिदेऊ भने चाहिँ हो। हामीले सहनुपर्छ, हामीले नसहने कुरा होइन। हामी सहेर कुनै सानो हुने होइन, तर हामी यहाँ संसारमा हुँदा हारौँला, तर अन्त्यको दिनमा हामी चाहिँ विजयी हुन्छौँ। त्यसकारण हामी माथिको विजयलाई हामी खोज्छौँ, तर तलको विजयलाई चाहिँ हामी खोज्दैनौँ। किनकि कालो बादलले झारेको पानी चाहिँ एक दिन हाम्रो जीवनमा पनि आशिष त्यसरी नै झर्न सक्छ भन्ने मलाई लाग्छ। किनभने सधैँ अन्धकारमा रहिरहनु पनि राम्रो होइन। त्यसैले हामी उज्यालो ज्योतिमा जानु आवश्यकता छ। संसारको दुःख कष्ट भनेको चाहिँ क्षणिकलाई हो, तर हाम्रो विश्वास चाहिँ अनन्तसम्मको हो। र यो शरीरको यात्रा चाहिँ यो संसारको यो धरतीमा मात्रै हो, र आत्मिकको संसार चाहिँ छुट्टै स्वर्ग छ। त्यसकारण हामी स्वर्ग जानलाई विश्वास गर्नुपर्दछ। चाहे त्यो मान्छे जतिसुकै माथि उडुन् शरीरमा, तर एक दिन अवश्य यस धरतीमा टेक्नुपर्छ। तर हाम्रो आत्मा चाहिँ हाम्रो शरीर मरिसकेपछि हाम्रो आत्मा चाहिँ स्वर्गमाथि अनन्तसम्म जानेछ। त्यसकारण हामीले चाहिँ येशू प्रभुमा विश्वास गर्नु पर्दछ। त्यसकारण हामीले अनन्त जीवन स्वर्गमा पाउँदैछौँ, मृत्युपछिको जीवन। म त फुट्टै झरे भारत यता छ पुरै चिप्लेर गाह्रो छ नि। उकालोमा फेरि बाइक हलुका पऱ्यो के। तिमीबाट जाउँ न, जाउँ अगाडि बढौँ त्यतिकै बढौँ। बढ्छ हुन्छ। फेरि तल झऱ्यो नि चिप्लिन्छ। जान्छ त्यति। अब बाटै त यस्तो छ, के गर्नु त। गो 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 गो। गयो थोरै ब्याग आउँछ। ल गयो ल। सबैभन्दा पैसा नै ठुलो कुरा हो कि क्या हो? पैसाले इज्जत पनि देखाउँछ, इज्जतदार पनि बनाउँदो रहेछ, र शानदार पनि बनाउने रहेछ। र कोहीसँग दबिएर पनि बस्नु नपर्ने, तर इमान्दारिता पनि नहुने पैसाले। त्यही भएर म चाहिँ पैसै नभएर होला सबैसँग झुकेर इमान्दारिता भएर हो। आर्थिकको कारणले गर्दाखेरि म इमान्दारिता भएको छैन। अहिले समस्या यसैमा छ। प्रब्लम अहिले हो, अहिले आफन्तहरूसँग बोल्न सकेको छैन। हुनसक्छ कुनै दिन म अवश्य बोल्नेछु। काम यही हो मेरो र हरिको आजको। एकपट्टि चाहिँ यो 6.5 फिट हुन्छ भने एकपट्टि 8.5 फिट हुन्छ। यो बिचमा सिसा बस ठचक्क बसियो। त्यस पछाडि अब उठिन्छ अनि हिँडिन्छ। एउटा लडिरहेछ त्यहाँनिर, कहाँ हो खै ऊ। ओइ लुगा उठ है।
जुटन काय सानो थियो आकृति जन्मियो रे भनेको सुनेको थियो अहिले यत्रो ठुलो भइसक्यो हाल्छ सट्टा अब ओहो खाइदिउँ न नसोधिकनै हो खाइदिएँ मैले फाइनली हामी घर आइसक्यौँ ल जय मसिह मम्मी जय मसिह जय मसिह हिँडेको पानीमा म मात्रै पाइन्छ आया प्रार्थना चरा त जतिसुकै माथि उडे पनि जतिसुकै टाढा चर्न गए तापनि आफ्नो वासस्थानमा बेलुका भएपछि फर्किन्छ हामी त झन् मान्छे पो हो त होइन फर्किनु पर्यो हाम्रो पनि चराचुरुङ्गीको बच्चाहरू जस्तै हाम्रो पनि बच्चा बच्ची छन् त्यसैले हामी पनि अब ड्युटी सिद्ध्याएर त्यस पछाडि हामी लखर हेर्दैछौँ